एउटा सानो बिरालोको परिवार बस्थ्यो माइनस आमा बाबा र सानो बिरालोको बच्चा। एक दिन आमाले माया गरेर खाना बनाइन् र पुरै परिवार एकै साथ बसेर खाना खान थाले। खानाको बीचमा सानो बिरालो बिस्तारै निदाउन थाल्यो। त्यत्तिकैमा आकाश कालो हुँदै आयो, अडिबेरी जस्तै हुरी आयो र एउटा ठूलै रुख ढलेर उनीहरूको घरमा खस्यो। आगो सल्कियो र घर दन्दनी पोलिन थाल्यो। डर र त्रासको बीचमा आमा र बाबा बाहिर निस्किए। तर आफ्नो बच्चा भित्रै भएको थाहा पाएपछि बाबा बिना सोच विचार आगो लागेको घरमा पसे र बच्चा बचाए। तर दुर्भाग्यवश उनी आगोले जलेर मृत्यु भए। यो पीडादायक घटनाले बिरालोको परिवारमा रुवाबासी भयो। राति उनीहरू जंगलको बाटो हुँदै अघि बढे। तर त्यो बाटो डर लाग्दो थियो, माइनस अन्धकार, आवाज र भूत जस्ता आकृतिहरूले त्रसित बनायो। त्यही बेला आमालाई व्यथा लाग्यो। दुःख र पीडाबीच उनले एउटा सुन्दर बच्चीलाई जन्म दिइन्, तर दुर्भाग्यवश आमा पनि त्यही रातमा सधैँको लागि बिदा भइन्। सानो बिरालोले आफ्नी बहिनीलाई काखमा समातेर धेरै रोयो। उसले आमालाई चिहान गरायो अनि दुई बच्चाहरू बाटो लागे। थोरै पर पुग्दा उनीहरूलाई एउटा किसान बिरालो देखिन्छ। सानो बिरालोले सबै कथा सुनाएर सहयोग माग्छ। किसान बिरालोले दया देखाउँछ र ती दुई बच्चालाई आफ्नो साथमा लिन्छ। अब उनीहरू सुरक्षित छन्, माइनस एउटा नयाँ जीवनको सुरुवात गर्दै। यो साहसी सानो बिरालोको कथा तपाईलाई मन परेमा कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।